हामीलाई यो पवित्र धार्मिक आस्थाको धरोहरलाई जोगाउनको लागि यहाँनिर उभिएका छौं। आज मुकुमलुङ वृक्षारोपण श्रृंखला 2 कार्यक्रम अन्तर्गत यस शान्तिपूर्ण कार्यक्रममा हामी यस शरीर भएर आज यहाँ विसर्जन गर्दैछौं। हामीलाई यतिखेर थाहा छ मुकुमलुङ आन्दोलनकारीहरू केही सीमित र अराजक छ भन्ने खालके जुन भाष्य थियो त्यो भाष्यलाई तोड्नको लागि पनि हामी यहाँनिर उभिएको छौं। त्यो भाष्यसँगै मुकुमलुङको आन्दोलन केवल कार विरुद्धको आन्दोलन जत्तिकै केवल कार बनाउनु पर्छ भन्ने आन्दोलन पनि छ भनेर राज्यले सुरक्षा ठूलो सुरक्षाको घेरामा कम्पनीलाई सुरक्षा दिएको छ। त्यो पनि हामी यहाँ देखिरहेको छौं। त्यसो भएको हुनाले हामी यहाँबाट के भन्न चाहन्छौं भने यो हाम्रो अगाडि एकजना पनि केबल कार बनाउनु पर्छ नभन्ने अथवा ढकालका त्यस्ता हतियारहरू नरहेको अवस्थामा पनि हामीलाई सुरक्षा यत्न दिएर आज यहाँनिर चाहिँ राज्यले कि हामीलाई राम्रो सुरक्षा प्रत्याभूत गराएको हुनुपर्छ कि यो आन्दोलनकारीहरू सँगसँगै केबल कार बनाउनु पर्छ भन्ने पनि छ भन्ने खालके भाष्य बनाउन जहिले पनि यो आन्दोलनलाई कुदृष्टि राखेको त्यस्तो खालके चाहिँ चिसो हामीलाई आभास भएको छ। त्यसो भएको हुनाले साथीहरू हामीले मुकुमलुङ वृक्षारोपण श्रृंखला 2 जेठ 31 र असार 1 गते आज शान्तिपूर्ण तवरले जहाँ रुख काटियो जहाँ कुखुराले खोस्रेको जस्तो मुकुमलुङमा खोस्रिन खोजियो त्यहाँ कालो झण्डा सहित हामीले वृक्षारोपण 10,000 भन्दा बढी रोपेको छौं। त्यो छुने प्रयास नगर्नु होला। म यहाँबाट आह्वान गर्न चाहन्छु त्यसलाई छुने प्रयास नगरिदिनु होला। त्यो मुकुमलुङ त्यो जुन भूमि छ त्यो यहाँको आदिवासीहरूको यहाँको धार्मिक अथवा यहाँको साझा मुन्दुमलाई धार्मिक आस्थाको धरोहर मान्नेहरूको त्यो वन हो, त्यो वृक्षारोपण हो, त्यो बिरुवा हो। त्यसलाई विश्वास नगर्नु होला भन्ने म यहाँबाट आह्वान गर्दै यो शान्तिपूर्ण कार्यक्रममा जुन आन्दोलनमा आबद्ध 24 घटकबाट आबद्ध हुनुहुने सम्पूर्ण साथीहरू यो आन्दोलनलाई सफल बनाउनको निमित्त विभिन्न ठाउँबाट यहाँ पाल्नुहुने हाम्रो सञ्चारबाट अथवा हाम्रो अनुरोधबाट आउनुहुने सम्पूर्ण साथीहरू यहाँनिर चाहिँ उपस्थित हुनुभयो। यहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रमलाई सफल बनाउनको निमित्त विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सबै निकायका साथीहरूलाई हार्दिक धन्यवाद गर्दै आजको मुकुमलुङ वृक्षारोपण श्रृंखला 2 यही समापन भएको घोषणा गर्न चाहन्छु।